नमस्कार साथीहरू, नेप्से डेली मार्केट अपडेट लिएर आइसकेको छु। आज साताको अन्तिम कारोबार दिन बिहिबार चैत 12 गते 2082 साल। आज भने नेप्से 14.21 अङ्कले बढेर 2950.1 बिन्दुमा रोकिएको छ। म इन्ट्राडे ग्राफ अनुसार हेर्ने भने चाहिँ सुरुमा अलिअलि केही सम्हालिने प्रयासमा थियो, तर लगभग 12 बजेपछि त आज राम्रै मोमेन्टम देखिन्छ। 1:30 बजेतिर स्लाइटली एकचोटि रिटेस्ट भयो, इन्ट्राडेको रेसिस्टेन्सलाई एकचोटि सपोर्ट बनाएको देखिन्छ भने त्यसपछि त हामीले राम्रै मोमेन्टम आज देख्छौँ। अब टर्नओभर हेर्ने हो भने हिजोभन्दा चाहिँ स्लाइटली थोरै छ। हिजो लगभग 15 अर्बको टर्नओभरमा आज चाहिँ 13 अर्बमा खुम्चिएको अवस्था छ। बजार त बढेको छ, तर यो बजारको वृद्धिलाई हामीले स्ट्रेन्थ भएको वृद्धि मान्न सकिन्छ कि सकिँदैन? बजारको वृद्धिलाई बेच्ने अवसरको रूपमा लिने या किन्ने अवसरको रूपमा लिने त आगामी हप्ता यसको बारेमा हामी चर्चा गर्छौँ। त्यस्तो एकदमै मेजर चेन्जेस त अहिले केही पनि छैन। कि त यो 2900 भन्दा तल झर्नुपर्छ, कि त यो अब 3000 को लाइनभन्दा माथि जानुपर्छ। त्यसपछि मात्रै क्लियर कट डिसिजनको चाहिँ बाटो खुल्छ। तर अहिलेसम्म पनि मोमेन्टम के देखाउँदैछ, इन्डेक्स र भोल्युमले के देखाउँदैछ, सेक्टर वाइज डाटाले के देखाउँदैछ, हजुरहरूले कमेन्ट गर्नुभएको स्टकको अवस्था के छ, हामी त्यो चाहिँ चर्चा गरिहालौँ है त। ल, पहिला चाहिँ एकचोटि नेप्सेको समरी नै हेरौँ। लगभग 13 अर्बको कारोबार हुँदाखेरि 3 करोड प्लस किता सेयर कारोबार भएका छन्। 178वटा कम्पनीका लगानीकर्ताले आज कमाएका छन्। त्यसमा पनि एसकेएचएल, एचएफआइएन, आरएसएमएल, बिजेएचएल, एसओएचएल यी कम्पनीमा पोजिटिभ सर्किटको लेभलमा कारोबार भएको छ भने 80वटा कम्पनीका लगानीकर्ता आज गिरावटमा छन्। त्यसमा पनि पिएमएसपिएल, सिन्धु, सिओआरबिएल, बिबिसी, एसएबिबिएलमा सर्वाधिक गिरावट भएको छ र 8वटा कम्पनीका लगानीकर्ता आज अनचेन्जमा रहेका छन् है त। यी कम्पनीमा चाहिँ आज त्यस्तो कुनै पनि परिवर्तन देखिएन, अथवा हिजोको क्लोजिङ देख्यो आज पनि त्यही नै क्लोजिङ देखिन्छ। टर्नओभरको हिसाबले हेर्ने हो भने एनआरएनमा सर्वाधिक टर्नओभरसहित कारोबार भएको छ। त्यसै गरी एसवाइपी भयो, एनएसपिसी, रिडी र एनजिपिएल। भोल्युमबाट पनि एनएसपिसी, केभिएल, रिडी, एचआइडिसिएलको प्रोमोटर अपीमा सर्वाधिक भोल्युम छ भने ट्रान्ज्याक्सनबाट चाहिँ एसओएचएल, एसएबिबिएल होइन, एसवाइपी, एनएसपिसीमा चाहिँ आज सर्वाधिक ट्रान्ज्याक्सन देखिन्छ। हाम्रो लेटेस्ट नयाँ कारोबार भएको सोलु हाइड्रोमा चाहिँ आज म्यासिभ नम्बर अफ ट्रान्ज्याक्सन रहेछ। एकचोटि हामी सबभन्दा सुरुमा त यो स्टकलाई नै हेरिहालौँ है त। के छ त, सोलु हाइड्रोको आइपिओ छ भने हामीले के गर्न सकिन्छ। जस्तो आज हेर्ने हो भने म्यासिभ भोल्युम आएको छ। हिजो अस्तिको तुलनामा हेर्ने हो भने होइन, ट्रान्ज्याक्सन पनि म्यासिभ देखियो। आज 2,36,000 किता कारोबार भएको अवस्था छ। जब अब 2,36,000 होइन किता कारोबार भए तापनि मार्केटले अल्टिमेटली त क्लोजिङ त अब पोजिटिभ सर्किटमै दिएको छ। तर सुरुमा चाहिँ हाम्रो यहाँनिर चाहिँ होइन, सुरुमा 11 बजेको ओपनिङ हुने बित्तिकै चाहिँ म्यासिभ ट्रान्ज्याक्सन देखियो सर्किटको लेभलमा नै। अब यसको सङ्केत के हो त, भोल्युम हाई आइसकेपछिको अर्को दिन हामीले सेलिङको लागि हेर्छौँ विशेष गरी है त। अबको स्पाइकमा चाहिँ अराउन्ड 770, 80को रेन्ज होइन, 800तिरको रेन्जमा चाहिँ अलिकति नेगेटिभ क्यान्डल फर्मेसन हुन्छ होइन, विक फर्मेसन बन्न खोज्छ भने चाहिँ अराउन्ड यही 720-30तिरको रेन्जमा हामीले सेल गर्न सक्छौँ। हेरेर माथिको रिजेक्सन कन्फर्मेसन हुन्छ भने सेल गर्ने होइन। बजारले पनि अलिकति सकारात्मक बाटो समात्छ, 3050सम्मको लय समात्न खोज्छ भने चाहिँ हामीले फेरि 900सम्मको पनि टार्गेट चाहिँ राख्न सकिन्छ। त्यो हिसाबले अलिकति चनाखो त रहनु पर्यो होइन, सेलिङको माइन्डसेट बनाउने बेला सुरु भएको छ भनेर बुझ्नु पऱ्यो कि है। 2,37,000को भोल्युमले चाहिँ अब हिजोसम्म हामी ढुक्क बसिरहेका थियौँ भने अब अलिकति होइन टिएमएसमा पनि एक्टिभ हुनुपर्ने अथवा मार्केट डेप्थ हेर्न पर्ने खालको सिनारियो देखियो। ल, अब हामी एकचोटि नेप्सेको डाटातर्फ जाउँ। त्योभन्दा अगाडि आज समरी हेर्ने भने 50 खर्बकै हामी मार्केट क्यापमा अहिलेसम्म रहेका छौँ। 1,42,000 आज ट्रान्ज्याक्सन भएको छ भने 342वटा स्ट्रिपको चाहिँ आज कारोबार भएको छ है त। ल, अब एकचोटि बजारको के छ त, प्राइस एक्सन हेर्ने हो भने त रेसिस्टेन्सको रेन्जमा छौँ। यस्तो वृद्धि अलिअलि देखिन्छन् है। यो भनेको ओहो ल बजार त बााउन्स गर्यो, अब त एग्रेसिभली अगाडि 3200को टार्गेट, त्यो भन्ने केही पनि हुँदैन। जुन हामीले हिजो पनि चर्चा गरिसकेका छौँ, यो एरिया जबसम्म ब्रेकआउट दिँदैन तबसम्मको इन्टायर वृद्धि भनेको बेच्ने अवसर हो। प्रफिट भएको स्टकहरूमा मजाले प्रफिट बुक गर्ने होइन, अलिकति पार्सियल एक्जिट गर्ने अनि हल्का फलमा किन्नको लागि स्ट्राटेजी बनाउने बेला हो है त। मेजर यो रेन्जमा, किनभने जति पनि पोजिटिभ न्युजहरू हो, पोजिटिभ न्युजको इम्प्याक्ट आइसकेको छ अनि यहाँ किनेकाहरूको लागि पर्फेक्ट एउटा मजाको करेक्सन हामीले देखेका छैनौँ होइन। यो लेभलमा चाहिँ जुन योभन्दा अगाडि पनि एकदमै राम्रो पोजिटिभ यस्ता सर्किट बुलिस मार्बुज क्यान्डल फर्मेसन बनेर माथि गएका पनि 3000मा गएर चाहिँ पज भएको अवस्था छ। सो अब हिस्ट्री हेरेर होइन, ब्याक टेस्ट गरेर हामीले स्ट्राटेजी बनाउने हो भने प्राइस एक्सनलाई पहिलो टार्गेटमा राखेर हेर्ने हो भने अहिले त रिसेन्टली भोल्युम पनि बिस्तारै कम हुँदैछ। अनि यो सबैलाई हेर्दाखेरि चाहिँ यो वृद्धि किन्ने अवसर भन्दा पनि एउटा बेच्ने एउटा प्रफिट बुकिङको अवसर छ। किनभने यहाँ पनि लाग्थ्यो नि त, यहाँ पनि यसो हुँदै गर्दा यो इन्क्रिज हुँदै गर्दाखेरि त ओहो ल बजार त गयो माथि, त ब्रेकआउट दियो भन्ने लाग्थ्यो, तर त्यसपछि त गिरावट भयो। त्यस्तै खालको सिनारियो हुन्छ। यो साइकोलोजिकल्ली हामीले बुझ्नुपर्ने सेन्टिमेन्ट हो, साइकोलोजिकल्ली होइन स्ट्राटेजी बनाउनु पर्ने हुन्छ यहाँनिर चाहिँ त्यो। सो यो क्यान्डललाई मात्रै हेरेर हुँदैन, साइकोलोजिकल्ली चाहिँ अझै पनि आज वृद्धि भए तापनि
होइन इन्ट्राडेमा अब राम्रै वृद्धि देखिन्छ होइन वृद्धिमा चाहिँ त्यस्तो अलिकति सामान्य वृद्धि छैन राम्रो लिक्विडिटी लिएर होइन एकचोटि रिटेस्ट पनि गरेर भोल्युमसहित नै अगाडि बढेर इन्ट्राडेको हाई पोइन्टमा क्लोजिङ हो सिनेरियो त राम्रो छ अब आज शपथ भनेर अथवा अब अलिकति राजनीतिक न्युजले गर्दा पनि अलिकति असर परेको हुनसक्छ तर होइन आइतबार सोमबारतिर ब्रेकआउट दिन्छ ठिक छ 3200 को टार्गेट होइन भने बेच्नेतिर नै बढी ध्यान दिनुपर्ने जस्तो चाहिँ लाग्छ है मलाई चाहिँ मेरो स्ट्राटेजी हो हरेक व्यक्तिको स्ट्राटेजी फरक हुन्छ फेरि होइन त्यो हिसाबले हजुरले हेर्न सक्नुहुन्छ है सजेसन चाहिँ पार्सियल प्रफिट बुकिङ बेटर नै हो अहिलेको बेलामा किनभने क्यास फ्लोको स्ट्राटेजी त हामीले चर्चा गरिसकेका छौँ क्यास फ्लोलाई हामीले कसरी होइन हेरेर अगाडि बढ्नुपर्छ ट्रेड गर्नुपर्छ भनेर एडीबाट अघिल्लो हाई ब्रेक गरेको छ यो एउटा पोजिटिभ इन्डिकेसन भयो एकचोटि हामी एमएसडी पनि हेरिहालौँ एमएसडी हेर्ने हो भने चाहिँ हाम्रो लाइट ग्रिन क्यान्डल फर्मेसन भएको छ आज ग्रिन क्यान्डल त फर्मेसन भयो प्राइस एक्सनमा तर एमएसडीले चाहिँ शक्ति कमजोर छ है शक्ति कमजोर छ भन्ने इन्डिकेसन दिएको छ यो पनि प्रफिट बुकिङकै इन्डिकेसन हो भनेर बुझ्नु पऱ्यो अब एकचोटि आरएसआई हेर्ने हो भने के छ त हामी आरएसआईमा पनि 70 को पोइन्टभन्दा स्लाइटली हल्का माथि गएको तर त्यस्तो पोजिटिभ एग्रेसिभली पोजिटिभ भनेर भन्न सकिँदैन है ब्रेकआउट क्लियर कट छैन रिसेन्ट हाइलाई चाहिँ हाइकेनेसीबाट के छ त भन्दाखेरि हो उता नर्मल क्यान्डलमा राम्रो होइन बडीवाला क्यान्डल बने तापनि हाइकेनेसीमा भने एउटा इन्डिसिजन टाइपको डोजी टाइपको क्यान्डल फर्मेसन भएको छ यो पनि सकारात्मक चाहिँ होइन एग्रेसिभ बुलिसबाट हामी स्लाइटली बुलिस मोमेन्टम कमजोर भएको नै इन्डिकेसन हो त्यो पनि ख्याल गर्नु पऱ्यो अब मेजर हामीले हेर्न पर्ने भनेको त 5 डेज एमए हो होइन 9 डेज भन्दा त हामी माथि छौँ होइन तर डिसिजन मेकिङको लागि हामीले विशेष गरी 5 डेज हेर्छौँ र 5 डेज ब्रेकडाउन भएको छैन सो अहिलेको लागि पर्खिन सकौँ होइन तर लगभग 2900 भन्दा तलतिर झर्छ 2900 पनि होइन 2930 को रेन्जभन्दा तलतिर झर्छ भने त 2870 को त हामीले हिजो चर्चा गरिसकेका छौँ यस्तो बलियो पियुसी छ 2870 मा त्यो लेभलतिर चाहिँ हामीले बाइङको लागि हेर्न सकिन्छ है ल ठिक छ ल है ल एमएबाट पनि आइतबारको दिन चाहिँ एकचोटि कुर्न पर्ने खालको सिनारियो देखियो के छ बुलिङ्गर ब्यान्ड हेर्ने पनि अप्पर ब्यान्डलाई लगभग छोडेकै छ भनौँ होइन यहाँनिर सकिन हल्का पजमा छ तर अब प्रयास त राम्रै हो होइन मोमेन्टम एग्रेसिभ अब तलैतिर झरिसकेको छैन तर लाइनको र क्यान्डलको ग्याप एग्रेसिभ भइसकेको छ कि अलिकति ठुलै ग्याप बनिसकेको छ यसले पनि मोमेन्टम चाहिँ त्यो लेभलको जुन तरिकाको मोमेन्टम हामीले यो स्पाइकमा देखिरहेका थियौँ जुन तरिकाको मोमेन्टम हामीले चुनावको लगत्तै देखेका थियौँ त्यो चाहिँ अलिकति गिरावट भएको छ है भन्ने खालको सिनारियो हो अब हामी चैत महिनामा छौँ होइन यो क्वार्टरको अब इन्डियनतिर हल्का सप्लाई प्रेसर पनि पर्छ र पोजिटिभ न्युजको इम्प्याक्ट पनि तत्कालको लागि चाहिँ लगभग फेड आउट हुने बेला भइसकेको छ कि यो चुनावी न्युजको पनि होइन सो एउटा हल्का करेक्सन पछि चाहिँ स्मार्ट मनीले राम्रो एकुमुलेट गरेर त्यसपछि चाहिँ मुभ सुरु हुन्छ कि होइन यो चैतपछि वैशाखतिरबाट चाहिँ एउटा राम्रो र्याली आउँछ कि जस्तो चाहिँ मलाई पर्सनली चाहिँ लागिरहेको छ किनभने भोल्युम पनि यो 20 अर्बको भोल्युम नआइकन कहाँ 3000 भन्दा माथि जाने सम्भावनै देख्दिनँ कमसेकम 20 अर्बभन्दा बढीको होइन डेली टर्नओभर हुनु पऱ्यो नि स्ट्रेन्थै नभइकन बिक्रीमा आएको सेयर कसले किनिदिने त्यो मेजर कुरा हो क्या यो स्ट्रेन्थै छैन भने इन्डेक्स हेरेर मात्रै हुँदैन त्यो कुरा हामीले हेर्न पऱ्यो ल एआईबाट हेर्ने पनि रनिङ बाई सिग्नल छ टार्गेट मिट भएको भनेर हामीले हिजै चर्चा गरिसकेका छौँ र केही रिसेन्ट स्टकहरूमा बाई सिग्नल आएको रहेछ यहाँ पज गरेर हेर्न सक्नुहुन्छ है त यहाँ केही स्टकमा सेल सिग्नल पनि छ यहाँ छ भने हजुरले हजुरसँग होइन किन्ने प्लानमा हुनुहुन्छ यहाँनिर हेर्न सक्यो स्मार्ट वेल्थ चेकआउट गर्न सक्नुहुन्छ मार्केट बुलिस छ अल्टिमेटली होइन अब गिरावट हुँदै गर्दा कुन स्टक किन्ने इन्क्रिज हुन्छ भने कहाँनिर प्रफिट बुकिङ गर्ने कन्फ्युजन हुन्छ भने स्मार्ट वेल्थको स्मार्ट चार्टलाई चाहिँ एकचोटि हेर्नु होला है त एकदमै युजफुल हुन्छ अहिले 20% डिस्काउन्ट पनि चलेको छ तल डिस्क्रिप्सनमा र टप कमेन्टमा चाहिँ लिङ्क रहेको छ त्यहाँबाट गर्नुहोस् माइन्ड प्रफिट प्रोमो कोड युज गर्नुहोस् 20% अफ पाउनुहुन्छ र हाम्रो फ्युचर अरू प्रोग्रामहरूमा पनि हजुरलाई चाहिँ हेभी डिस्काउन्ट चाहिँ प्रोभाइड गरिनेछ है त ल अब प्राइस एक्सनमा त्यस्तो परिवर्तन केही छैन हिजोको जे हो त्यही हो इन्डिकेटरमा पनि त्यही नै छ सो हामी धेरै आज यतातिर लागेनौँ होइन साथीहरूले भिडियो लामो भयो पनि भन्नुभएको थियो सो हामी छोटकरीमै आजलाई चाहिँ इन्डिकेटरको पाटो यति नै हेरौँ अब एकचोटि हामी सेक्टर वाइज डाटामा जाउँ है त के छ सेक्टर वाइज डाटा हेर्ने भने पनि आज मिक्स नै छ हाइड्रोमा अलिकति राम्रो सिनारियो छ म्यानुफ्याक्चरिङमा पनि निकै राम्रो आज लगभग 1.5% को वृद्धि देखिन्छ भने अरू त लगभग सामान्य नै छ भनौँ न अहिलेको लागि मेजर हामीले हाइड्रोमा हेर्ने गरेको भनेको चाहिँ ओभरअल प्रपोर्सन कतिको लिइरहेको छ त हाइड्रोले मोमेन्टम कतिको लिइरहेको छ भनेर हेर्ने गर्छौँ हामीले र आजको भोल्युम हेर्ने हो भने चाहिँ कति छ 5 अर्ब 92 करोडको भोल्युम छ र ओभरअल नेप्सेको हेर्दाखेरि चाहिँ हाम्रो 13 अर्ब 12 करोड आसपासमा छ भनेपछि ओभरअल प्रपोर्सन चाहिँ स्लाइटली घट्दै गएको हो कि भन्ने चाहिँ देखिन्छ है अहिलेसम्म 60बाट होइन 60% ओभरअल टर्नओभरको 60%बाट स्लाइटली कमजोर बन्दै 50मा झरेर अहिले अब 45 होइन 40-45 को रेन्जमा झरिसकेको छ सो मोमेन्टम अलिकति टर्नओभरमा चाहिँ गिरावट हो तर नर्मल नै हो किनभने यस्तो मेजर रेसिस्टेन्स छ त यहाँ त सप्लाई नेगेटिभ क्यान्डल फर्मेसन हुन सक्ने सम्भावना चाहिँ छ हाइड्रोमा आइतबार स्लाइटली सप्लाई आउन सक्ने सम्भावना हामीले देख्न सक्छौँ है दुईवटा विक पछिको ब्रेकआउट त हो होइन एक तरिकाको
ब्रेकआउट नै भनेर भन्न त सकिन्छ, तर माइनर ब्रेकआउट भोल्युम पनि कमजोर भएको रिजनले रिटेस्ट गर्न आउन सक्ने सम्भावना पनि छ। सो हाइड्रोको स्टकहरू छ भने स्लाइटली प्रफिट बुकिङको लागि हेर्नको लागि चाहिँ बेटर जोन हुन्छ है। रिजेक्सन हुन्छ भने, होइन भने त 4300 जाने पोटेन्सियल पनि छ। सो आइतबार चाहिँ अलिकति हाइड्रो इन्डेक्सलाई पनि नजिकबाट चाहिँ हेर्न पर्ने देखियो है त। ल अब एक्चुअली हामी म्यानुफ्याक्चरिङ त एकदम राम्रो तरिकाले अगाडि बढिरहेको छ। म्यानुफ्याक्चरिङ सेक्टरको स्टकहरू होल्ड गर्नुभएको छ भने त मजाको अहिले त होल्ड गर्ने हो नि। अहिले सेलिङ गर्नुपर्ने सिनेरियो छैन। लगातार ग्रिन क्यान्डल फर्मेसन भइरहेछ। हामीले जुन सेलिङको लागि 5 डेज एमए हेर्छौँ अथवा हाइकेनेसी हेर्छौँ, ती इन्डिकेसनबाट त केही पनि सेलिङ नै छैन नि, सेलिङ आउने कुरै भएन भने मजाले वेट गर्दा हुन्छ है। भोल्युम यस्तो राम्रो छ कि यतातिर चाहिँ इन्क्रिजिङ ट्रेन्ड देखिरहेका छौँ भोल्युमको। यस्तो सेक्टरलाई चाहिँ हामीले होल्ड गर्न पऱ्यो है त। ल ठिक छ, म्यानुफ्याक्चरिङमा त निकै राम्रो छँदैछ है। अब एक्चुअली हामी कमर्सियल ब्याङ्कतर्फ जाउँ। के छ कमर्सियल ब्याङ्कको अवस्था? कमर्सियल ब्याङ्क ठ्याक्क यो रेन्ज हो नि त हामीले चर्चा गर्दै आएको होइन, यो ग्यापको रेन्ज। यहाँ आज मौका दिएर बजारले लिक्विडिटी लिएर अगाडितिर बढेको छ। सो एउटा राम्रो किन्ने अवसर यहाँ देखियो। अझै पनि फल हुन्छ भने किन्नको लागि हामीले हेर्न सक्छौँ। ब्याङ्किङमै यहाँनिर ब्याङ्किङले ओभरअल यहाँनिर लिक्विडिटी लिएर यो एरियालाई ब्रेकआउट दिन्छ भने त 3200 नै हो नि त फेरि बजार त है। बजारलाई यो 3000 को खड्को पार गराउनको लागि हेल्प गर्नुपर्ने सेक्टर भनेको कमर्सियल ब्याङ्क हो कि। यो एरियाबाट कमर्सियल ब्याङ्क यता हाइड्रोको सपोर्ट हुनु पऱ्यो, किनभने होइन यो हाई क्याप सेक्टर यो भयो होइन, हाई भोलाटाइल सेक्टर अथवा भनौँ मेजर प्रपर्सन भएको सेक्टर फेरि हाम्रो हाइड्रो भयो। त्यो हिसाबले दुईवटा सेक्टरको विशेष योगदान चाहिँ रहन्छ 3000 को लागि। र यिनीहरू दुइटै अहिले मेजर रेसिस्टेन्समा छन्। विशेष हाइड्रोले त लगभग ब्रेकआउट दिन खोज्यो भने ब्याङ्किङले लिक्विडिटीको तर्खरमा छ। यहाँबाट स्पाइक लिँदाखेरि इन्डेक्सलाई सहयोग पुग्छ है त ब्याङ्किङमा पनि। सो ब्याङ्किङमा पनि एउटा ट्रेडिङको अपर्च्युनिटी चाहिँ हामीले देखिरहेका छौँ, सर्ट टर्मको लागि पनि मिड टर्मको लागि पनि। त्यो हिसाबले हेर्न सकियो। ल अब हामी सेक्टर वाइज डाटा यति नै हेरौँ। त्यस्तो मेजर चेन्जेसहरू केहीमा पनि छैन। हामी डाइरेक्टली हजुरहरूले कमेन्ट गर्नुभएको स्टकतर्फै गयौँ है त। के छ एसबिएलको बारेमा टप कमेन्ट हेर्दैछौँ है। हिजोको टप कमेन्टमा चाहिँ जुन स्टकमा धेरै लाइकहरू छ, जुन कमेन्टमा चाहिँ धेरै इन्टरेक्सन भएको छ, त्यो कमेन्ट चाहिँ टपमा परेको हुन्छ। यसको मिनिङ भनेको त धेरै लगानीकर्ताहरूले यो स्टकको बारेमा बुझ्न खोज्नु भएको छ भन्ने हो नि त। त्यो हिसाबले हामीले टप कमेन्ट नै पिक गर्छौँ है त। एसबिएलको बारेमा हेरिदिनु होला भन्नुभएको छ। अब एसबिएल त अहिले होइन ठिक छ, मेजर रेसिस्टेन्सबाट हल्का सप्लाई दिएको अवस्था हो। फल हुन्छ भने हामीले 210 तिर किनेर 240 तिर बेच्नको लागि स्ट्राटेजी बनाउन सकिन्छ एसबिएलको लागि अहिलेको लागि त होइन। आइपिओबाट अस्ति भर्खर रिसेन्टली परेको त्यो बेच्नको लागि ठिक हुन्छ त भन्ने हो भने होल्ड गर्दा भयो अहिले होइन। बेच्नै पर्ने आवश्यकता छ भने त अब 240 कै रेसिस्टेन्स भयो। तर मेरो विचारमा 260 सम्म जान सक्ने पोटेन्सियल भएको स्टक चाहिँ देखिन्छ। ब्याङ्किङले हल्का मोमेन्टम लिन्छ भने, सो हल्का फल हुन्छ भने चाहिँ 210 तिरको रेन्जमा हामीले बाइङको लागि हेर्दा बेटर हुन्छ भन्छु है म चाहिँ। एसबिएललाई वाचेसमा राख्न पर्ने खालको स्टक चाहिँ देखियो। बुङ्गल हाइड्रोको चिरफार गरिदिनु पऱ्यो भन्नुभएको छ। एक्चुअली हामी बुङ्गलतर्फ गइहालौँ। बुङ्गल हाइड्रो हेर्ने हो भने ल यस्तो मेजर च्यानलको मेजर सपोर्टबाट माथि जान्छ भने त हामीले किन्छौँ है। यो किन्छौँ पर्फेक्ट 630 मा पर्फेक्ट बाइङ जोन दिएर अगाडि बढेको छ। 730 सम्मको हाम्रो फर्स्ट टार्गेट भयो। 720-30 सम्मको भोलि केही गरेर हल्का गिरावट हुन्छ भने 660 तिर हामीले इन्ट्रीको लागि हेर्न सक्छौँ। हाइड्रो ट्याक्कै मेजर रेसिस्टेन्समा छ, हल्का सप्लाई आउँछ भने र गिरावट हुन्छ भने 640 तिरको 640 देखि 50-60 को रेन्जमा हामीले बाइङको लागि हेर्न सक्छौँ। ठिक छ, भलै टर्नओभर अलिकति होइन भोल्युम अलिकति कमजोर हामीले देखिरहेका छौँ, तर यो च्यानलमा मुभ भएको छ र यो 3 टच पछिको 4th टचमा आएको छ है। भ्यालिड भइसकेको च्यानल भ्यालिड छ यसको होइन। यो ट्रेन्ड भ्यालिड छ। सो ट्रेन्डमा त ट्रेड गर्ने हो नि त हामीले त। सो बुङ्गललाई पनि हजुरले वाचेसमा राख्न सक्नुहुन्छ है मजाले। बुङ्गलको लागि त एकदमै बेटर सिनारियो देखिन्छ। अलिकति स्ट्रेन्थ कमजोर हो तर मोमेन्टम ट्रेड गर्ने हो भने होइन, सर्ट टर्मको लागि हेर्ने हो भने चाहिँ ठिकै छ। अब अहिले किनेर त लगभग 5% को हुन्छ होइन, त्यस्तो धेरै मार्जिन त देखिएन। तर हल्का फल हुन्छ भने चाहिँ 645 तिरको इन्ट्रीमा 11% को 720 को फर्स्ट टार्गेट, तर ब्रेकआउट नै हुने सम्भावना बढी छ। त्यो हिसाबमा लगभग 20-21% 780 होइन 800 सम्मको पोटेन्सियल चाहिँ हामीले देख्न सक्छौँ बुङ्गलमा पनि है त। वाचेसमा राख्न सकिन्छ। बन्दीपुरको 1100 को बाइस के गर्ने भन्नुभएको छ। बन्दीपुर माथि किन्नु भएको रहेछ होइन। बन्दीपुरमा एक्चुअली हामी हेरिहालौँ है त। के छ 1100 मा हजुरको बाई छ भने अहिले हामी 985 मा छौँ। यो पनि च्यानलको थर्ड टचको नजिक छ, ठ्याक्कै उता बुङ्गलको जस्तै सिनारियो हो। यसको पनि मेजर सपोर्ट भनेको 930-40 छ नि। हल्का गिरावटको यो होरिजेन्टल सपोर्ट 940 को आसपास गिरावट हुन्छ। 940-50 को आसपासमा किन्न सक्छौँ हामीले। यसलाई पनि 1075 तिरको बेच्नको लागि पर्फेक्ट बाइङ जोन यहाँनिर हुन्छ। किन्दै गर्दा 13% को पहिलो टार्गेट भयो 1078 को लागि। डराउनु परेन, 1100 मा किनेका छौँ भने ठिकै छ। र सेकेन्ड टार्गेट लगभग 1228-30% को राखेर अब मेजर त लगभग 40% सम्मको पनि पोटेन्सियल हामीले देख्न सक्छौँ।
सक्छौँ। 1327 को यो एरिया ब्रेकआउट हो होइन, मार्केटले यदि मोमेन्टम राम्रो समात्छ भने बुङ्गल 1300 जान सक्ने पोटेन्सियल देख्छौँ। भोल्युम पनि राम्रो छ। सो यसलाई चाहिँ यो सपोर्टको रेन्जतिर अलिकति पार्सियल स्टप लस टाइट राख्नु होला। फेरि स्टप लस 900 भन्दा तल जान्छ भने सेल गर्छु भन्ने हिसाबले यसमा इन्ट्री गर्न सकिन्छ। बन्दीपुर फ्रेस किन्ने प्लानमा हुनुहुन्छ भने बन्दीपुरलाई हेर्नु होला है। डब्लुसी 1100 मा किन्नु भएको छ। डब्लुसिसी घटाउनेको लागि पनि हामीले एभरेज गर्नको लागि पनि बाइङको लागि हेर्न सकिन्छ। 360 मा बिएचएल किन्नु भएको छ। ल ठिक छ, एकचोटि हेरिहालौँ है त। बिएचएल 260 मा किन्नु भएको छ हजुरले, 250 को रेन्जमा। हामीले यही चर्चा गरेको हो त, यही एरियामा हजुरले नै सायद कमेन्ट गर्नुभएको थियो होइन, यो दिनतिरै हामीले चर्चा गरेका थियौँ बेच्ने बेला हो भनेर। तल झरेको छ र हाम्रो मेजर सपोर्टको रेन्जमा आइसकेको छ यो चाहिँ। अब हामीले किन्नको लागि हेर्नुपर्ने हुन्छ। 250 छ आज चाहिँ होइन, हल्का इन्क्रिज भएर हल्का फल हुन्छ नि। यो लिक्विडिटी लिएको छ नि, विकहरू फर्मेसन गरेको एरिया 237 देखि 40 को बिचमा हो। यो 3 रुपियाँको जुन ग्याप छ, यो ग्याप नै हामीले समात्ने भनेको चाहिँ। बजारले रिभर्सल लिन सक्ने पोइन्ट यही हो एउटा चाहिँ मेजर होइन। हल्का फल हुन्छ नि 230 सम्म झर्न सक्छ, त्यो हिसाबले हेर्नु पऱ्यो है त। तर रिभर्सलको सम्भावना 237 40 होइन, 240 भन्दा तलतिर पाइन्छ भने बिएचएललाई हल्का होइन 223 28 को स्टप लस राखेर इन्ट्रीको लागि हेरेर सकिन्छ। माथि किन्नु भएको छ यत्रो 3600 किता किन्नु भएको छ भने त अब अलिकति पर्खिनै परेको है त सिनारियो। तर योभन्दा तल जान्छ भने स्टप लस गर्नुपर्ने अवस्था पनि आउन सक्छ। बजार पोजिटिभ छ, राम्रो छ होइन, त्यो पनि धेरै झरेको बल्ल मुभ हुन खोजेको स्टक हो। गिरावट हुन्छ भने पनि इन्क्रिजकै पोटेन्सियल आइछ। सो डराउनु पर्ने आवश्यकता देख्दिनँ। तर फ्रेस किन्ने तयारीमा हुनुहुन्छ भने चाहिँ अहिलेभन्दा हल्का वेट गर्नुहोस् भन्छु मैले चाहिँ है त। हल्का वेट गर्नुहोस् कि त ब्रेकआउट पछि अगाडि बढ्नुहोस् होइन। यो 260 भन्दा माथि किन्दा भयो 300 सम्मको लागि, होइन भने 236 37 नै बेटर हुन्छ कि त्यो हिसाबले। किनभने अब नेप्से पनि ओभरअल मेजर रेसिस्टेन्समा होइन, हाइड्रो पनि मेजर रेसिस्टेन्समा, बिएचएल पनि अब मेजर रेसिस्टेन्सबाट सप्लाईको जोनमा छ, प्रोफिट बुकिङमा चल्दैछ। सो बाई गर्न हतार गर्नुपर्ने खालको सिनारियो देखिँदैन। प्रभु 230 को बाई छ, के गर्ने भन्नुभएको छ। एकचोटि हामी प्रभुतर्फ गइहालौँ। 230 मा हजुरले किन्नु भएको छ, अहिले 223 मा छ। स्पाइकमा त्यस्तो हो, कमर्सियल ब्याङ्क मेजर सपोर्टमा छ, यो पनि मेजर सपोर्टमा छ। सो डराउनु परेन क्या। यस्तो हाम्रो हेर्नु न 230 भनेको त्यस्तो रेसिस्टेन्सको रेन्ज। अब यहीँ किन्नु भयो भने पनि सेल नै गर्ने अपर्च्युनिटी थियो। अब यहाँ किन्नु भयो भने चाहिँ किन्ने इन्डिकेसन नै थिएन है। 230 को रेन्ज भने चाहिँ अब यो फर्स्टमा किन्नु भएको थियो भने 3-4 दिनमा एक्जिटको यहाँ मौका दिएकै हो। तर अब यहाँ पछि किन्नु भयो भने अब यो किन्ने अपर्च्युनिटी किन्नुपर्ने खालको ठाउँ नै होइन यो होइन। ओभरअल ब्याङ्किङ गिरावट हुँदै गर्दा भनेपछि इन्ट्री चाहिँ अलिकति गलत नै देख्छु म 230 मा। तर अब ठिकै छ। अब यहाँनिर अहिले फ्रेस बाई गर्ने तयारीमा छौँ भने बरु इन्ट्रीको लागि हेर्न सकिन्छ। 250 सम्मको पोटेन्सियल होइन हामीले देख्न सक्छौँ। तर कमर्सियल ब्याङ्कमा अब हल्का राम्रै सपोर्टमा भएको हुनाले हामी पोजिटिभ नै भयो, डराउनु पर्ने खालको सिनारियो देखिँदैन। सर यो बाई गर्नको लागि स्टक कसरी छान्ने? स्टक छान्नको लागि त हामीले भनेका छौँ त 5 डेज एमए हेर्न पऱ्यो। एउटा त यहीँनिर पनि हुन्छ, यहाँबाट सिलेक्सन गर्दा भइहाल्यो। यसभित्रको पनि सिलेक्सन गर्नको लागि 5 डेज एमएमा ब्रेकआउट भएको हुनु पऱ्यो होइन। हाम्रो आरएसआई 60 को लेभलभन्दा माथि अथवा 55 50 भन्दा माथि हुनु पऱ्यो। भोल्युम एकदमै राम्रो भोल्युम हुनु पऱ्यो। फेरि रिसेन्टलीमा भोल्युम राम्रो आएको हुनु पऱ्यो। त्यसपछि हाम्रो बुलिङ्गर ब्यान्डमा मिडल ब्यान्डभन्दा माथि गएको हुनु पऱ्यो होइन। यिनै त हुन् सुपर 10 10/2 आवरलीमा बाई सिग्नल दिएको अथवा डेलीमा बाई सिग्नलमा हामी हुनु पऱ्यो। यति त हो। टेक्निकल्ली हामीले मेजर हेर्न पर्ने भनेको अब त्यो फीहरू यताउता त्यो फर्दर कुरा भयो कि मेजर यति अनि मेजर भनेको अर्को हाइकेनेसी पनि भयो। यिनीहरूले दिन्छ भने बाई सिग्नलको लागि हेर्दा हुन्छ, किनभने मोमेन्टम राम्रो छ नि त। त्यो हिसाबले यति हेरेर पनि हामीले बाइङको लागि त हेर्न सकिन्छ। भोलि ग्याप अप ओपन भएर उछाल आउँछ भन्नुभएको रहेछ। उछाल आउन पर्छ होइन, आउँछ पनि। तर बजारमा किनिसकेपछि बेच्न पनि पर्छ नि त। त्यो बजारले किन्नको लागि पनि अवसर दिन्छ, बेच्नको लागि पनि अवसर दिन्छ। किन्ने पनि एउटा बेला हुन्छ, बेच्ने पनि एउटा बेला हुन्छ। सपोर्टको लेभल हुन्छन्, रेसिस्टेन्सको लेभल हुन्छन्, त्यही अनुसारले ट्रेड गर्नुपर्ने हुन्छ है। अब 4 वर्षपछि बजार कहाँ जाला भन्दा 4 वर्ष यही 2600 मै रहला त नरहला नि त होइन। अब बियर पछि बुल आउँछ, बुल पछि बियर आउँछ। अब अस्ति बियर पछि हाम्रो बुल आएको अवस्था छैन, 3200 भन्दा माथि गएको छैन भनेपछि साइक्लिकल अर्डरबाट पनि हाम्रो बुलिस लय आउने सकारात्मक सोच उछाल आउँछ। तर तत्कालै चाहिँ मैले अलि देखिरहेको छैन, त्यही नै भन्न खोजेँ। तत्कालै अब त्यो होइन, अब सबै कुरा ठिक छ नि त खासमा त होइन। होल्ड गरौँ बाई गरौँ भन्दाखेरि त ओहो ल ठिक छ पोजिटिभ भन्ने कुरा आउँछ। तर बजारमा त्यो तरिकाको पोजिटिभ छैन कि। अब जे मार्केटमा देखिरहेको छ होइन, हाम्रो मैले भिडियोमा चर्चा गर्दाखेरि मैले हिजो ल बाई भनेको थिएँ, आज त सेलिङ इन्डिकेसन आयो। अब मैले त बाईलाई नै होइन सपोर्ट गरेर बोल्नुपर्छ अथवा सेल भनेको थिएँ, अब सेललाई नै सपोर्ट, त्यस्तो म कहिले पनि गर्दिनँ। बजारले आजको दिनमा क्लोजिङमा जे इन्डिकेसन दिएको छ हामी भिडियोमा त्यही चर्चा गर्छौँ है त। किनभने अब बजार अनुसार हामी चल्ने हो, हामी अनुसार बजार कहिले पनि चल्दैन। त्यो तरिकाले हामीले सोच्नु पऱ्यो कि है। ल ठिक छ।
एसएचपिसीको डिटेल एनालाइसिस गरिदिनु न भन्नुभएको छ। एकचोटि हामी एसएचपिसीतर्फ गइहालौँ। के छ सानीमा माई हाइड्रो हेर्ने हो भने त यस्तो च्यानलमा म भएको स्टकको फाइदै यही हो क्या। अब यहाँनिर एकचोटि होइन यहाँनिर किनेकाहरूलाई त कति अपर्च्युनिटी दियो हेर्नु न। यहाँनिर अस्ति भर्खर रिसेन्ट थियो 525मा किन्नको लागि किनेर 587मा बेच्न अपर्च्युनिटी दियो। त्यस्तै अब गिरावट हुन्छ फेरि बाइङको लागि हामीले हेर्छौँ होइन, फेरि 540तिर आउँछ भने किन्छौँ हामी, त्यसपछि 10% 590मा बेच्नको लागि हेर्छौँ। त्यसरी हेर्न पऱ्यो। च्यानलमा मुभ भएको स्टकको लागि त एकदमै युजफुल। अब फेरि जहिले च्यानल ब्रेक गर्छ बेचेर निस्किने। सो योभन्दा अगाडि पनि यो च्यानलमा यहाँनिर ब्रेक गऱ्यो नि त, त्यसपछि हामी सेल गऱ्यौँ। यहाँनिर सेल गरेकाले फेरि इन्ट्री त हाम्रो यहाँनिर मात्रै गरेर भयो क्या। यसरी च्यानलमा हेर्नुहोस्, डिसिप्लिन मेन्टेन गर्नुहोस्, भइहाल्छ। साइन हेरिदिनु न के गर्ने। 425को डब्लुसिसी छ भन्नुभएको छ। एकचोटि हामी साइनतर्फ जाउँ। 440मा छ यहाँ अहिले होइन, 425को डब्लुसिसी ठिक छ त, राम्रो सपोर्टमा किन्नु भएको छ। यो मेजर रेसिस्टेन्सको रेन्ज हो। मेजर रेसिस्टेन्स अहिलेको लागि सपोर्ट भएको छ होइन, योभन्दा अगाडिको ठिक छ। त्यो हिसाबले त अब अलिकति रेसिस्टेन्स चाहिँ नजिकै छ। 445 450तिर चाहिँ सबले आउन सक्ने पोटेन्सियल हामीले हाई देख्छौँ। यो एरिया ब्रेक गर्छ भने त निकै राम्रो स्पाइक लिन सक्ने पोटेन्सियल यसमा छ है। डेभलपमेन्ट ब्याङ्कमा अलिकति ख्याल गर्नु पऱ्यो। भोल्युम पनि रिसेन्टली राम्रो आएको छ, सो डराउनु पर्ने खालको सिनारियो छैन। 425मा किन्नु भएको छ भने त स्पाइकमा 400 एउटा अलिकति हेर्नु, 450मा अलिकति हेर्नु होला होइन। 450 तोड्छ भने 480सम्म जान सक्ने पोटेन्सियल आइ छ। 450भन्दा माथि जान्छ भने त फेरि हल्का रिइन्ट्री गर्दा पनि हुन्छ। 30-40 रुपियाँ पर किताको लागि राम्रै छ है। त्यो हिसाबले एसएबिबिएलको टार्गेट भन्नुभएको छ। अब एकचोटि हेरौँ होइन के छ। सालप यस्तो हो, सालपाको अब टार्गेटको होइन एकचोटि चार्ट हेरौँ ल। चालपाको चार्ट हेर्ने हो भने जस्तो यहाँनिर के देखियो त, जस्तो अघि पनि हामीले एउटा स्टकको चर्चा गरेका थियौँ नि हाम्रो यो एसओएचएलको होइन, सोलु हाइड्रो, हाम्रो सोलु हाइड्रो पावरको जस्तै सिनारियो यहाँनिर थियो क्या। यस्तै मेजर हाम्रो सप्लाई आयो, त्यसपछि एक दिन इन्क्रिज भएको रहेछ यहाँनिर। नत्र भने मेजर सप्लाई आइसकेपछि 1-2 दिनमा एउटा नेगेटिभ क्यान्डल फर्मेसन हुन्छ कि। यस्तो इन्ट्राडेमा अब यस्तो विक फर्मेसन भयो भन्ने हुन्छ नि। इन्ट्राडेमा एकैचोटि यो 2 बजे गएर त एकैचोटिमा त फर्मेसन भएको होइन यो होइन। यो नेगेटिभ क्यान्डल एकैचोटिमा फर्मेसन भएको त होइन नि त। यहाँनिर यसरी सप्लाई आउँछ होइन। यस्तो सप्लाई आइसकेपछि यस्तो रिकभरीमा एउटा मेजर सप्लाई यस्तो राम्रो भोल्युम सहित आउँछ भने हामीले बेच्नुपर्ने हुन्छ क्या। त्यो अपर्च्युनिटी हुन्छ क्या सेलिङको लागि। यसको चाहिँ बेस्ट सेलिङ अपर्च्युनिटी भनेको चाहिँ 1800तिर रहेछ है। 1800मा यसको राम्रो सेलिङ अपर्च्युनिटी, बजारले निकै राम्रो बेच्ने अवसर दिएको भनेको 1800मा। अब यसमा के टपमै बेच्न सकिन्थ्यो त 2000 हो त, भन्दा त्यो होइन। यहीँ बेच्न त गाह्रै पर्छ नि। यो बेच्नको लागि त यो युज भोल्युम आएको अर्को दिन नै अथवा 1-2 दिनपछि नै सेल गरिहाल्न पर्छ क्या। यहाँनिर यो दिन बेच्नेले जिते होइन, किनभने अब अहिले त हामी हल्का तलै छौँ नि त। त्यो हिसाबले त्यसरी हेर्नु पऱ्यो। जस्तो उदापट्टि एसओएचएलको लागि चाहिँ ख्याल गर्नु होला। यस्तो भोल्युम छ, भोलि स्पाइक अथवा पर्सितिर गिरावट अथवा भोलि नै अलिकति नेगेटिभको सम्भावना हामीले देख्न सक्छौँ उतापट्टि पनि। त्यो हिसाबले आइपिओ हो भने त निस्किँदा भइ नै हाल्छ। त्यो हिसाबले त एसएबिबिएलको टार्गेट त अब अहिलेको लागि गिरावट हल्का सपोर्ट लिन खोजेको छ। अहिलेको लागि आजको लागि चाहिँ होइन हल्का रिभर्सल लिएको छ। तर 2000 भन्दा माथि जान्छ भने रिइन्ट्रीको लागि हेर्नु होला भन्छु। अहिले तत्कालको लागि त हल्का वेट गरेर होइन 1550 1600 के आसपासतिर चाहिँ हामीले हेर्न सकिन्छ। अब यसको चार्ट म्याच्योर छैन क्या। लगानीकर्ताले कुन प्राइसलाई एक्सेप्ट गर्छन्, कुन प्राइस रिजेक्सन हुन्छ भन्नको लागि त चार्ट म्याच्योर हुनु पऱ्यो। चार्ट म्याच्योरै छैन। त्यो हिसाबले अहिले प्राइस एक्सनबाट डिसिजन मेकिङ गर्न सकिँदैन। नयाँ स्टकमा स्लाइटली वेट गर्न सक्छौँ। भोल्युम हल्का होइन हल्का ड्राई होस्, एक लेभल अब आइपिओ भएकाहरू बेच्न खोजेकाहरूको एक्जिट होस्, त्यसपछि चाहिँ हामीले इन्ट्रीको लागि हेर्न सकिन्छ है त। हिजोदेखि नै मार्केट घटाउन खोज्दैछन् भन्नुभएको रहेछ। त घटाउने बढाउने भन्ने हुँदैन है। ल ठिक छ। अब हामी आजको भिडियो लगभग यति नै गरौँ होइन। ल आजको भिडियो यति नै गरौँ। अब भएछ भने यो शनिबारतिर चाहिँ बरु मैले हजुरहरूले कमेन्ट गर्नुभएको स्टक एनालाइसिस भिडियो लिएर आउँछु होइन। टाइम सकेसम्म मिलाएर मैले लिएर आउने ट्राई गर्छु। होइन भने आइतबार त हामी चर्चा गरि नै हाल्छौँ है त। बजारको ओभरअल क्लोजिङ पछि हामी चर्चा गरि नै हाल्छौँ। ल आजको लागि यति नै गरौँ। स्मार्ट वेल्थ로 चेकआउट गर्न सक्नुहुन्छ। एकदमै युजफुल हुन्छ। स्टडी गर्नु होला होइन। चेकआउट गरेर मजाले चार्ट हेरेर 2 दिनसम्म स्टक सेलेक्सन गरेर हामी तयारी अवस्थामा रहन सकिन्छ। गिरावट हुन्छ भने पनि के गर्ने, ब्रेकआउट हुन्छ भने पनि कुन स्टक किन्ने त, त्यो स्ट्राटेजी हामीले बनाएर राख्नुपर्ने अवस्थामा छ। आइतबार सोमबार अझै पनि यो धर्मराउँदो अवस्थामै छौँ कि वेट एन्ड वाचको अवस्थामा हामी छौँ अहिलेको लागि चाहिँ। त्यो हिसाबले हेर्नु पऱ्यो। ल आजको लागि यति नै गरौँ। धन्यवाद।